म चाहिँ मार्केट निक्ले भई चिसो हावा आइरहेको छ अहिले। रोड सफा हुँदैछ पछाडिपट्टि। म चाहिँ यता अगाडि सिटमा हिँडिरहेको अहिले मार्केटमा। डेढसम्म जानु पऱ्यो, पानी सानी ल्याउनु पऱ्यो। त्योहरू यस्तै छ जिन्दगी। 4 महिना बित्न लाग्यो भर्खर। 6 महिनाको कोर्स भन्छन्। कहिले सिकिन हौ, गाह्रो छ हौ। हावा पनि चलिरहेको छ, चिसो खालको गर्मी जस्तो हावा धुलोहरू उडिरहेको छ। रुखहरू पनि पलाएको छैन हौ। कस्तो हालत छ बिचरा। गाइस अहिले चाहिँ म है भार्सलुईमा छ है गाइजहरू। रोमानियाको भार्सलुईमा छ गाइज। रोमानिया सार्लाको चाहिँ घ्याममा लाएर किरेर हालत यस्तो छ। आफ्नो कर्ममा यस्तो छ, के गर्नु। रुखहरू पनि पलाएको छैन, यस्तो छ पुरै। यतातिर त्यो चाहिँ यहाँको दुगो भन्छ। के को रुख हो, लेकतिर के हो भन्छ यो रुख। अझै हरियाली छ। बाँकी सब यता मेन रोड हो गाइस। रोडतिर पट्टा लगाएर लक टक हिँड्ने हो। यहाँ पट्टा लगाएर यो गेटभित्रको साइकल हिँड्ने। अनि यसको छेउमा पट्टा लगाएर पैदल यात्रु हिँड्ने। त्यसमा मजा छ। यतातिर पट्टा बस्ने थाक्दाखेरि फ्रेस हान्नुलाई आउँछ। एकदम राम्रो छ। हावा चाहिँ राम्रो छ आज यहाँ। सर्र तातो ट्याक्क मौसम मिलेको। ठिक्कको ज्याकेट लाउनै पर्ने साइजसम्म ल्याएर आयो फेरि। म मार्केट जाँदा जहिले 1500 दिने। लुगा खाएँ त्यसरी हिँडिरहेको छु म अहिलेलाई। भित्र दामी ठाउँ छ हौ। नेपाल जस्तै डाँडा काँडा छ, टक्क लगाएर होइन। जङ्गलहरू पनि छ, टक्क लगाएर घरहरू छ। त्यहाँतिर नि रोड त्यति व्यवस्था छैन जस्तो छ हौ। पारितिर मस्त लाग्यो, भेडा चराइरहेको छ। दामी ठाउँ छ हौ। त्यो भित्रमा जानु भयो रमाइलो हुन्छ। कुनै दिन सक्यो भने त्यो भित्रतिर घुम्न जानुपर्छ। दामी ठाउँ छ हौ घुम्नलाई चाहिँ। यता साइडमा चाहिँ हस्पिटल छ। यहाँबाट 2टा सिग्नल छ, चट्टा तरेर जानुपर्छ। म चाहिँ अहिले सामान ल्याएर यसो यहाँनिर पानी सानी यसो सपिङ गरेर आएको मार्केटबाट। यतातिर गार्डन हो, चट्टा बस्ने यतातिर। दामी फुल फुलेको थियो, आज त झरेछ, पात पलाएछ। रुखहरू राम्ररी पलाएको छैन, पुरै टन्डराएको छ गाइस। भर्खर पलाउनु लागेको छ। यस्तै छन् हालत आजभोलि। मौसम चाहिँ ठिक छ है बाहिर निस्किनलाई। जाडो पनि छैन। हुरी बतास चल्छ। अलिअलि ख्याल गर्नु पर्ने त्यसको लागि। मेन रोड भइहाल्यो। सट्टा लगाएर आइदिएछ। यताबाट 2टा सिग्नल उता हस्पिटल, यो साइडबाट फेरि यता 2 सिग्नल उता हस्पिटल। चट्टा लगाएर गयो नि हो। अब हिँड्यो, थकाइ पनि मार्यो। अब चट्टा लगाएर जानु पऱ्यो। लखर हिँड्नु पऱ्यो। बाहिर हावाभरि बस्नु हुँदैन अहिले। हावाहुरी चल्यो भने गाह्रो छ।